हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ हामी यहाँ पुरो विद्यालयको प्राङ्गणमा हामी पुरो यस्तो उइली हानिरहेका छौँ है गाइज। पुरो यहाँ हेर्न सक्नुहुन्छ। पुरो आज हिजो रातभरि पानी परेर यहाँ पुरो चाहिँ नि पुरो आज धुम्म भइरहेको छ। आज पनि पानी पर्ने प्रबल सम्भावना देखिन्छ र हाम्रो चाहिँ यहाँ उइली हान्न आएको हामी चाहिँ, तर पनि हाम्रो चाहिँ यहाँ केही नमिलेको कारणले गर्दा हामीले यहाँ उइली हान्नै सकिरहेको छैनौँ। भाइले पुरो ड्रिफ्ट हान्दै पुरो साइकल चाहिँ उडाइराख्नु भएको छ, हेर्न सक्नुहुन्छ गाइस। हाम्रो चाहिँ पुरो उहाँले चाहिँ राम्रो कुदाउनुहुन्छ र म चाहिँ केही रोडमा कुदाउनलाई त मलाई पनि सहजै हुन्छ, तर पनि त्यो विली अनि ड्रिफ्ट हान्नलाई मलाई थोरै गाह्रो हुन्छ। प्लिज गाइज तपाईँहरूले कमेन्ट गरेर भनिदिनु होला के गरेर कसरी चाहिँ ड्रिफ्ट र विली हान्नका लागि सहज हुन्छ र सकिन्छ। यहाँ देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ हाम्रो जुन त्यो गाईको चित्र भएको क्लास चाहिँ त्यहाँ चाहिँ हामी पढ्छौँ, हामी दुवै भाइ। र आज चाहिँ हाम्रो एकजना मित्र हुनुहुन्न, उहाँ चाहिँ घरबाट रुमै आउनुभएको रहेनछ र आज हामी बिहानै उठेर मुखसुख धोएर पुरो भनिन्छ नि त नृत्य कर्म गरेर हामी कोचिङ क्लास आएर सकेपछि हामी चाहिँ एकछिन साइक्लिङका लागि यहाँ आएका छौँ गाइज। हेर्न सक्नुहुन्छ उहाँको चाहिँ मलाई जहाँसम्म लाग्छ ब्रेक प्याड अगाडिको ब्रेक प्याड खसिसकेको छ भने मेरो चाहिँ हिजो नै मेरो पनि त्यसरी नै बिग्रेर यहाँ पुरो आवाजै सुन्न सक्नुहुन्छ गाइज। पुरो स्याक गरिरहेको छ, हेर्न सक्नुहुन्छ गाइज। के भयो त तपाईँको चाहिँ ब्रेकको केही बताइदिनुहोस् प्लिज। ब्रेकबाट खस्यो यार। अब केही यो बनाउने के उपाय छ त? यो साइड खोलेर ब्रेकबाट चेन्ज गरेपछि साइड हामीले चाहिँ यो चाहिँ मेरो ब्रेक, यो चाहिँ मेरो क्लच हो क्या, ब्रेक होइन एकदमै रमाइलो गर्नुहुन्छ उहाँले पनि। हामीले चाहिँ यस्तो सानोतिनो ब्रेक भाँचेको, ब्रेक प्याड खुस्केको अनि केही कसकास गर्नुपर्ने छ भने चाहिँ हामी आफैले पनि गरेका छौँ। किनकि हामीसँग त्यो सबै साइकल खोल्ने बनाउने केही सबै सामग्रीहरू छ। मात्र त्यो भाँचियो केही भयो भने चाहिँ हामीसँग त्यो फेर्नको लागि केही त्यो सामग्री हुँदैन। नत्र भने हामी सबै साइकलको चाहिँ ओ माई गड ड्रिफ्ट बबाल हान्नुभएको थियो, तर पनि चिप्लियो गाइज, हेर्न सक्नुहुन्छ। अब यो मेरो चाहिँ ताल हेर्न सक्नुहुन्छ गाइज, पुरो म साइकलमा यस्तो चाहिँ चिलमा बसिरहेको छु। अब चाहिँ हामीसँग अब धेरै समय छैन, किनकि हामीबाट यो विद्यालय पनि आउनुपर्नेछ। हाम्रो यहाँ चुनावी माहौलको कारणले गर्दा जुन फागुन 21 गतिको चुनावको माहौलको कारणले गर्दा हाम्रो विद्यालय चाहिँ एक हप्ताको लागि बिदा भएको थियो र आज पहिलोपटक नै आज 25 गतिको दिन सञ्चालन हुँदैछ। र हाम्रो भनेपछि हाम्रो चाहिँ पर्सि निकोर्सीदेखि चाहिँ हाम्रो सेन्ट अफ टेस्ट रहेको छ र हाम्रो चाहिँ ताल यस्तो छ। सेन्ट अफ टेस्टहरूको लागि हामीले अहिलेसम्म चाहिँ नै केही गरेका छैनौँ र अब हामीले चाहिँ तयारी गर्नुपर्नेछ सेन्ट अफ टेस्टको लागि गाइज। उहाँले उहिले पनि हानिरहनु भएको छ। ल त गाइज, अब फेरि अर्को भिडियोमा हामी भेट्ने नै छौँ। त्यतिसम्मको लागि बाई बाई।